सबैमा राधे राधे। आज चाहिँ मैले 12वटा राशि मध्ये मेष राशिको स्वभाव कस्तो हुन्छ त भनेर मैले एउटा सानो भिडियो लिएर आएको छु। कृपया भिडियोलाई साथ दिनुहोला, मन परेमा लाइक कमेन्ट पनि गरिदिनु होला। मेष राशिको व्यक्ति अलिकति जिद्दी स्वभावको हुनुहुन्छ, सङ्घर्षशील हुनुहुन्छ, कुनै पनि अवस्थामा दुःख गर्नको लागि नडराउने, जस्तो सुकै दुःख आइपरे पनि गर्छु भनेर एकदम एनर्जेटिक भएर लाग्ने हुन्छ। उहाँहरू होचो पनि हुनुहुन्न, पुड्के पनि हुनुहुन्न। 5 फिट भन्दा चाहिँ मास्तिरेको चाहिँ उहाँको चाहिँ हाइट हुन्छ। आवश्यक पर्दा मात्रै बोल्ने पनि स्वभाव हुन्छ, अनावश्यक पर्दाखेरि यसमा के बोलिरहनु भने यस्तो खालको पनि सोच बनाउनुहुन्छ। उहाँले जे सोचेको छ त्यो सोचेको कुरा चाहिँ गर्नै पर्छ। उहाँलाई आधी काम गरेको मन पनि पर्दैन। उहाँलाई जे काम अरूले दिएको छ त्यो काम चाहिँ आफ्नै मेरै हो भनेर यसरी गर्ने र त्यो कामलाई चाहिँ पुरा गर्ने चाहिँ उहाँको बानी हुन्छ। अरूको अगाडि चाहिँ भद्र भला आदमी, शान्त शालीन जस्तो देखिनुहुन्छ, तर भित्री रूपमा चाहिँ चञ्चलता पनि के गरौँ कसो गर्नु यो गर्दा हुन्छ भनेर यस्तो खालको चाहिँ उहाँको जीवनमा हुन्छ। उहाँको लागि मङ्गलबार चाहिँ एकदम शुभबार रहेको छ। मङ्गलबारको दिन रातो कपडा, कलेजी होस् या सिन्दुर आकारको होस्, जेसुकै भए पनि रातो चिजलाई प्राथमिकता दिएर चाहिँ उहाँले मङ्गलबारको दिन लाउनुभयो भने उहाँलाई धेरै राम्रो हुन्छ, शुभ हुन्छ। उहाँको लकी नम्बर रहेको छ 1 र 9। उहाँको लागि पूर्व र दक्षिण दिशा चाहिँ शुभ रहेको छ।